अनि हेर्न सक्नुहुन्छ यो माछा चाहिँ पानीमा डुबिरहेको थियो। मैले चाहिँ निकालेर लगेर फेरि पानीमै डुबाइसकेँ। मजाले डुबिरहेछ माछाहरू हेर्न सक्नुहुन्छ। अनि आज चाहिँ मेरो पसलमा एकदमै ठुलो माछा यो रुप्चन माछा पनि आएको थियो। हेर्नुहुन्छ कति ठुलो छ। रुप्चन माछालाई साइडमा राखेर मेरो गैँची माछा हरायो कि भनेर फेरि गन्दै यसो मिलाउँदै थिएँ। त्यत्तिकैमा फेरि एउटा ठुलो रौ लाने मामा नै आउनुभएको थियो। उहाँ पनि मामा नै पर्नुहुन्छ। मामातिर क्यामेरा घुमाएको माइजू हाँसेर उता मुसुक्क हुँदै उता फर्किनु भयो। त्यत्तिकैमा हाम्रो रेगुलर आउने दाइले आएर सोच्दै हुनुहुन्थ्यो कुन माछा लैजाउँ। मामालाई चाहिँ माछा काटेर सट्ट टाउको 2 टुक्रा बनाएर दिएर अघि आउने दाइलाई सोधेँ कुन माछा लानुहुन्छ भनेर। त्यो दाइले चाहिँ आज नलैजाउँ भाइ भन्नुभयो। अनि त्यत्तिकैमा रुप्चन लिने एकजना दाजु आउनुभयो। उहाँलाई पनि रुप्चन काटेर ठिक्क झोलामा हालेर दिएँ। अनि उहाँले पैसा दिनुभयो। म पनि हतार हतारमा पैसा राखेँ।